आहा, धेरै दिनपछि ढेँडो खान पाइयो है। 감사. बसेर आएर हुन्छ। झेलै भन्दैन त ढेँडो जेन आज पनि भनिरहेको क्या प्लास्टिकको भात खायो कि के को भात खायो आज त जस्तो जस्तो पनि लाग्छ डल्लो बनाएर हेर्नुपर्छ है अलिक गिलो भयो क्या ठिक छ। जिम्मेवारीले पनि थिचियो जिन्दगी त केवल के हो भन्ने जिन्दगी के अरे जिन्दगी त केवल झर्नाको पानी जस्तै रहेछ के हो भने फर्केर नआउने होइन झरेपछि नअगाडि झरनाबाट झर्छ नि त अनि उहाँलाई चाहिँ भात कि ढेँडो विनोदले भात छ ढेँडो एक लट त हाने त ल गोपालकोमा अघि हानेको अलिकति कस्तो कस्तो लाग्यो नपुगे जस्तो भयो त्यो पनि मासु छ मासुसँग त ढेँडो लपक्क हाल्दा गुन्द्रुक त्यो राखेको साग के बिग्रेछ क्या हो के भइरहेको त्यो गुन्द्रुक बिग्रेको कहाँ बिग्रिन्छ यार मैले बनाएको चिजहरू बिग्रियो भने त बर्बाद भइहाल्छ अमिलो भएको छैन भनेर कहिले अमिलो भएको छैन भने गौरीको होला होइन त्यो गुन्द्रुक त ट्याक्क अमिलो भएपछि ट्याक्क सुगाउने रे अस्ति निकालेको थियो त अलिकति अमिलो भएको नि त्यही भएर राखेँ क्या डाँडो पनि एक छ्याम्बो जस्तो रहेछ त्यहाँ त्यो ढेँडो मिठो छ नि केटाहरू ढेँडो क्या टाउको अचार पनि लास्ट पिट रहेछ दुईपल्ट राखेँ नि त अस्ति
ल भयो त अब डाउनलोड भइरहेको छ अरूको टेन्सन गरेर हुन्छ यस्तो दामी एउटा त्यो चाहिँ दामी छ नि फेरि खाना त मिठो हुन्छ नि है कम गाह्रो हुन्छ फेरि बनाउनु चाहिँ हालौँ दुई चार पिस दाजु मेजाम सिटी के भयो ढेँडो ढेँडो त कहाँ हाल्छ त पेट दुखेर मर्लो मलाई मासु हालिदिउँ खाने सुप धेर हुन्छ नि हामीले एक डाडो भन्दा हाल्दैछ नि यहाँ त दुई डाडो छ लाएर ढेँडो छ बा अन्त मिनी मिनी भन्नु छ्याम्बा आज त छ्याम्बा हान्नुपर्छ च्यापटिङ भइहाले अलिकति कम त बढी हो